नमस्ते सबैजनालाई। नमस्ते सबैलाई। हाम्रो सागरजी नेपाल आउनु भएको छ। यो उहाँलाई मैले सिंहदरबारको एउटा सानो टुर पनि दिएँ। अब आउने होइन त? अब 84 को लागि तयारी गर्दैछौँ, सल्लाह गर्दैछौँ कसरी अगाडि जाने, के गर्ने होइन, यिनी सबै कुराहरू छन्। अब बिस्तारै सबै मिलेर जनताको भावनालाई चाहिँ कसरी एड्रेस गर्ने भन्ने हो। तमाम समस्याहरू छन्, एकदमै गाह्रो पनि छ, तर सबै मिल्यो भने सकिन्छ। देश विदेशमा भएको सबै मिल्नु भयो भने अहिले त सानो शक्ति छ होइन। सुमना हामी जस्तो सोच भएको मान्छेहरू भनौँ न, एक हिसाबले नेपाललाई केही गरौँ भन्ने सबैले इनिसिएसन छ। इनिसिएसन राम्रो भएको छ, बिरुवा एकदमै राम्रो रोपिया छ गएको पालि। अब त्यो बिरुवा चाहिँ मास्नको लागि सबै कसिनु भएको छ होइन। अब तीनटा प्रमुख पार्टीका त हुन्छ नि, जोड तोडले कहाँबाट कसरी सिद्ध्याउने यो बिरुवालाई भनेर भन्दै हुनुहुन्छ। तर मेरो विचारमा चाहिँ यो बिरुवा झन् व्यापक रूपमा ग्रो हुँदैछ होइन। हामी अल्टरनेटिभ पोलिटिक्स गर्ने सबैलाई मास्नै खोज्नु भएको छ नि त, जो भए पनि। अनि त्यही भएर यो कुरामा चाहिँ जस यही कुरामा सल्लाह भएको थियो, कसरी अगाडि बढ्ने, के गर्ने, अनि यत्र तमाम समस्याहरूलाई चाहिँ हामीले कसरी जुझ्दै जाने, अनि फेरि हिमालतिरको जनसङ्ख्यालाई कसरी अप्रोच गर्ने, अथवा डडेलधुरा जस्तो विकट पनि एउटा क्षेत्रहरू छन्, धेरै विकट क्षेत्र छन्, त्यस्तोमा कसरी अप्रोच गर्ने। त्यही त, अब त्यस्तो हेलिकप्टरै चढ्दै सबै ठाउँमा जाने मान्छे